सुँगुरको अर्ग्यानिक सिकुटी छ त अनि म ल ठिक पिच गरिदिन्छु रोट आमा त्यही दिन आयो त कुकुरलाई सुई लाग्यो यसले रेबिजको सुई लगाएर आएको रे बुलेट टाइगर नाम खतरा के भयो अरे सके भयो वेलकम टु माई न्यू भ्लग आज चाहिँ तपाईँहरूको माझमा मैले लिएर आउँदैछु हामी जानेछौँ देउराली न्यू भ्लगको साथमा चाहिँ आज हामी तपाईँहरूको माझ यसरी बाइक हिँडाएकोमा आउँदैछौँ सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला आमामा यहाँ बाटो बिगारेछ साथीहरू हामी चाहिँ ठ्याक्कैले हाम्रो घरदेखि अलिक मासतिर लगाइरहेको छौँ बाटोमा रोडमा छौँ हिजोको एकदमै ठुलो विनाश एकदमै धारिलो खालको पानीको प्रहार थियो अनि त्यही भएर अब रोड सोड नि अलिअलि बिग्रियो कि भन्ने टेन्सन भयो अनि त्यही पनि हामीले चाहिँ हिँडिरहेको छौँ डबल होइन अब यस्तो बाटो हेर्दै गर्नु होला अब धोत्रे देउराली पौडी खेलिदिउँ क्या यो खोलामा त यार हाम्रो बाइक त पौडी खेल्यो ल दुईजना नासाले कति नियरमा जान्छ एकदमै पावरफुल बाइक बोकेर हिँडेको छौँ होइन त्योभन्दा घरको घर हेर्नुभयो होला त्यो भला चाहिँ अर्कै बाइकमा थियो चाहिँ अर्कोमा आइरहेको छ क्या अब हाम्रो त चिल पारामा डुब्दिने हो अब आउनु बाँकी छ अब हेर्दै गर्नु होला हामी तपाईँहरूलाई बाटोको अवस्था देखाउँदै नै जानेछौँ ल अब तपाईँहरूसँग म मासतिर जोड्दै जानेछु आमामा धान रोप्ने ठाउँ भएछ ल बाटो चिप्लो छैन भन्ने चाहिँ मलाई लागिसक्यो गाडी कुदेको हेरेर होइन ल हातै चाहिँ हामी अन्तिमसम्म हेर्दै जानु होला साथीहरू अब फेरि हामी अलिक मासतिर जोड्यौँ हिजो म गाड्दै आएको ठाउँहरू त्यतै हो एकदम बिन्दासको ठाउँ छ टर्निङ घुम्नुपर्छ क्या यत्रो ठुलो टर्निङ छ क्या यहाँ चाहिँ हिजोको पानीको यहाँ प्रगतिहरू हेर्नु होला तर हामीलाई छेउबाट हामी हिँड्छौँ लो पर्वला आमामा गाड्ने ठाउँ त राम्रो छ त यार के भयो अरे सके भयो यो हाल्यो भने त आवाज त खतरा आउँछ पहिला मेरो नि आउँथ्यो यार यसको त यतिकै त होला नि यो त अब यतिकै हो चुपचाप लाग्ने कुद्ने हो यो त यसको ऐना चाहिँ घरमै निकालेर खाएको हो होइन पत्ताहरू लानु त्यस्तो बिरामी के ऐना थियो त्यो गाडीको ब्रेक हल्दै गर्छ त्यही भएर अलिकति ख्याङट्याङ आवाज आइरहेको थियो क्या ल अब चाहिँ हामी फेरि यहाँबाट चल्दियो लगातार हाम्रो यात्रा सुरु यो चाहिँ अब हामी भालुखोप जङ्गल भन्छ है यसलाई चाहिँ अब होइन ठक्क लाएर अब यहाँदेखि उता जाने हो हिजोको पानले धेरै नै यतातिर पनि क्षति पुऱ्याएको छ क्या बाटोहरूको अवस्था एकदमै खतरा छ
हेलो साथीहरू, निकै रमाइलो ठाउँमा फेरि हामी प्रस्थान गरिसक्यौँ है। यहाँ धोत्रे आनन्द आउँदैछ यहाँनिर। यहाँ चाहिँ डाँडा काँडा हरियाली अब चाहिँ भेटिसक्यो क्या मयौँ। अब ठक्क लाएर हामीले चाहिँ यहाँबाट उता जान्छौँ है। कता बाटो त्यही दिन आएको थियो, कुकुरलाई सुई लगायो, यसलाई रेबिजको सुई लगाएर आएको रे। बुलेट बुलेट टाइगर नाम खतरा है फेरि कुकुर झन् दाजु। अब यसले टोक्दा मान्छेलाई खासै के फरक पर्दैन, रोकसोक लाग्दैन यसलाई, किनकि कुकुर व्यवस्था हालिसक्यो। साथीहरू फाइनली आइपुग्यो यार। धोत्रे देउराली चाहिँ यहाँ गाडीबाट यतै राख्नु यतै। चौमा गएको हो कि केटाले ओहो धोत्रे देउराली आइपुग्यो यार। ल ल्याम्पमा लाएर पूर्वबाट पश्चिम, पूर्व पश्चिम उत्तर दक्षिण कर्से हौ तल एउटा बुनु 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 बुनु। ल धोत्रे देउरालीको बनावट त फेरि अहिले अर्कै छ नि। दुइसक्यो भन मुनु, दुइसक्यो भन न। पिच गरिदिन्छु रोट आमा। के यतामा अहिले त अनि यहाँ त थप थप भएछ त यार। सम्झना तिमी आइरहने। ओ शरण दाइ, म चाहिँ अब डाँडा आइसकेँ होइन न। विजय अनि पोलेर खाउँ हो लु यो सिकुटी यार। अब यो सुँगुरको अर्ग्यानिक सिकुटी छ त अनि म। ल ठिक छ। हजुर यता होला। हजुर फोन गरेँ म होइन। सिकुटीको पर्दा फाँस भइरहेको छ क्या। ल यस्तरी हामी अघि एकछिन हेर्नु केटा भलकमा त खाएको हामी एकछिन पखौँ, म चाहिँ पानी खानु पर्यो यार। साथीहरू अब अझै हामीले यहाँ मासु खाँदैछौँ। सुँगुरको मासु पलाइ जाँदैछ है यहाँ चाहिँ। सुँगुरको मासुमा पल्किने ए हुन्छ लिम्बुनीतिरै ढल्किने। ला यार सुँगुरको मासु पाएको रहेछ के। सुँगुरको मासु पलाइ जाँदैछ अब यहाँनिर चाहिँ। अब हामी खान्छौँ यसलाई पुलेर होइन टक्क आनन्द छ यो खानु, छुट्टै खालको चोचेको मासु। यो धराने होइन, यो चाहिँ गाउँले चोचे हो। पाकि पनि सक्यो, रेडी भइसक्यो अब पनि। आज 2 दिन गरेसम्म त बसिन्छ होला। ओ भन्छ मासु खानु आउन भन्छ। यसले खायो त यार, यसले त। म पनि सुरु गरेँ है। चुटा त यो चुटा त तान्न हो त्यो। आज फस्यो मासु न, मासु चाहिँ खाएको अलिक पाकेर खाऊ है। खाना मासु म 2-3 गतितिर फर्किन्छ होला भन्छ।
हेलो साथीहरू ल यहाँनिर चाहिँ अब धोत्रेको पसलमा आइयो मिठो मिठो कुरा पनि खाइयो सब्जी फेरि यता दाइ सब्जी अस्ति भिन्तुन पसियो रमाइलो हानियो सब्जी अहिले भइरहेछ भिन्तुन अरे चन्द्रमा पसियो त ल है अब यस्तै हो यतातिर थुप्रिरहेछ सामानहरू नयाँ वर्षको लागि रक्सी यता तालामाथि चाहिँ देखाउनै मिलेन रक्सी यहाँ माथि पो होला त स्टोर रक्सी सुल यहाँ मा टक्ने के साह्रो हो थुप्रो रहेछ जस साउजी भन्छौ पनि साउजी नै हो पल्ला भित्तामा थुप्रिरहेको छ यार सेकेन्ड साउजी के ठोक्यो यो अस्ति फुटबल खेलेको घोराङ पिसी गएर ए ल ठिक छ गोलले अझ डोजमा पुग्यो यस्तै हो जिन्दगी यहाँ माथिको बसाइ यस्तै छ रमाइलो छ आनन्द छ हेलो माइ चेक दृष्टिकोण अब चाहिँ हामी धोत्रेमा गयो मासु सासु खायो धोत्रेको बजार एकदमै बनावट खतरा दामी अहिलेको बजारीकरण खतरा छ होइन धोत्रेमा र अब चाहिँ हामीले फर्किसक्यौँ फेरि आजको भिडियो चाहिँ म यहीँ इन गर्छु यो धोत्रेको चाहिँ अब फेरि हामी फेरि भेट्छौँ अर्को भिडियोमा तपाईँहरूको बादमा म यहाँ गयो अनुहार लिएर आउनेछु त्यति बेलसम्म मलाई साथ सपोर्ट र संस्थाको खोला बगाइदिँदै हुनुहुन्छ गर्नुहोस् भने आजको साथमा तपाईँहरूबाट बिदा हुन चाहे अप्ठ्यारो बाटोको साथमा हस् त नमस्ते सेवारो